क्याम्पे हेलो फुच्चे तेरो आमा फुच्चे सुत हान्छु नत्र फेरि तँलाई तँलाई म हान्छु मैले पनि त हान्छु तँलाई तँ डन होस् त म मुजी डनै हो यस्तरी हेरेर खाप्छु हेर्दाखेरि मुझे बच्चा यस्तो जस्तो पक्रेर डन फेरि भन्छ मुझे यस्तो हान्छु दाइको मुख्य अगाडि मुखमा पञ्चे पञ्च चुप फेरि यस्तरी हान्छु फेरि मैले तँलाई चुप म लाग तँलाई पक्रिन्छु फेरि म तँलाई घाडी धेर पक्रिन्छु नबोलेर बोल त मान्ने होइन कस्तो नबोल नकस लगाएर चुप बोलाएर बोल टक्कै टाउकोमा मुझे बाबु कस्तो हान्छ यसलाई फेरि पाँच पाँच गर्नु त्यो बच्चा बच्चीको हर्कत हेर्न मेरो त चाहिँ कहाँ गुन्डा ल ल कान्छा साइड हट त साइड हट मुझे कान्छा साइड त हट भाग मुझे त डन होस् खाते हो मुझे म डाउन तेरो गाड हान्छु अहिले आएर त चाहिँ कहाँको डाउन कस्तो जोसियाकै हो कसरी जोसिकन बोल्याकै हो फुच्चे त तेरा ओ फक फुच्चे भनेर छ तेरो चाहिँ घर कहाँ भन्छ नजिकको भइदियो तेरो मैले ओइ मुझे यो चाहिँ कहाँको डाउन हो फेरि तेरो बाउको डाउन हो तेरो आमाको डाउन मुझे तेरो पहिला क्यामेरा चाहिँ बिलान मुझे क्यामेरामा त ढुसी परेछ मुझे क्यामेरा पुस मुझे क्यामेरा चुप 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 धेरै बोल्छस् त मुझे क्यामेरा पुस मुझे ढुसी लागेको छ क्यामेरा तको होस् तको होस् साइड हट्न बाबु दाइलाई जान दे त मलाई जान दे म हट्दिन त खातेलाई हेरिरहने म पनि हेरिरहेको छु मुझे लागेछ म नि हेर्छु म पनि हेर्छु तेरो नि आँखा छ मेरो नि आँखा मेरो पनि छ त मेरो आँखा मेरो मेरो अर्को कुरामा चाहिँ तेरो गाड हानौँ तेरो तेरो गाँडा त मैले हान्थेँ म त जाँदै जान्न म त यहीँ बस्छु मलाई त बाल मुझे दाइको कुरा फेरि मिठो मान्छ क्या गान्छाले म त जाँदै जान्न मलाई बाल म त तेरो गाडमा हानी जाँदै जान्न आइज हेरौँ न मेरो गाडमा चुम्मा खा भने ओ माई गॉड छ र ल ल ल ल रेडी पारेर बस आगर मुझे आगर त्यो होइन त बाबु यार तैँले त छर नै सक्दैनस् त कस्तो झारे रहेछ यार यो त पातै रहेछ कति सानो आगर क्या हल्का ठुलो आगर न मुझे मुख च्यातियो भने फेरि म जिम्मा लिन्न नि हल्का ठुलो आउनु पर्यो है किन पलै त्यति ठुलो बनाखास् तेरो मुख हल्का धेरै सानो भयो क्या हल्का च्यातिनु मलाई तेरो मुख च्यात्यो भने फेरि बोल्ने त मिट छैन त तेरो मुख च्यात्यो भने फेरि म हेर्न सक्दिनँ क्या त्यसको ठुलो आगर लाग्यो फेरि धेरै बोलिस् त मुझे धेरै बोलिस् यो फुच्चे फेरि बढी भयो क्या कसम त होइन त झगडा गर्नु साटो गरेर काम गरेर नयाँ घर बना आफ्नो लागि नयाँ घर बना मुझी गएर यस्तो यहाँ ओमेटीमा झगडाको मामलामा कहाँबाट घर आएर खाथे क्यामेरा किन्न एउटा डुम्सी ढुसी परिसक्यो क्यामेरा यस्तो नि हान्छु फेरि धेरै बोलिस् तँलाई म मुझी पक्रेर फेरि नछु चुप मुझी कस्तो हान्छु यसलाई पक्रेर यता हेर्न दाइलाई हेर्न यता उता ए बच्चा बच्ची घर घर तर तँलाई मैले जहाँ भेट्छु नि पहिला यस्तो पक्रेको छु नि तेरो घाँटी तैँले भेट्न सक्दैनस् त्यो दाइलाई ल कहाँ घरमा तेरो घर कहाँ तेरो घर कहाँ मैले सोधेँ कि पहिला त भन्न दाइले सोधे त मेरो घर पहिला तेरो घर भन्न मुझे म आउँछु त किन आउँछु म आउँछु मुझे म आउँछु एक्लै तेरो दम छ त भन्न खालि जोसुकै हो यो झारे हो क्या झारे पाते हाँस्यो फेरि दाइको अगाडि कहाँको डन हो यो त गएको म काठमाडौँको हो मुझे कान्छ काठमाडौँको होस् मेरो भातिज म पनि पोखराको स्पेलिङ भन तिमी म पत्याउँछु तिमी पोखराको फेरि आयो भने के गर्छस् ल आयो भने म तिमीलाई मेरो गाँड दिन्छु त त्यस्तै खाप्चु गरेको छस् यार ल भन न तिमी पोखराको स्पेलिङ पहिला POKHAR ल ल रेडी गई हेलो हेलो के को हेलो भन्छस् मुझे त जसलाई पनि गाली किन दिइरहेको छ चिक्ने फेरि हेर्न त मुझे गाली दिइरहेको मिटिङ मान्छेलाई पनि तैँले दिन्छस् किन आफ्नो वादा पुरा म कसैलाई गाली दिन्न म फर्स्टमा तैँले गाली दिएको अनि मैले गाली दिएको म कसैलाई गाली दिन्न म टिभीमा हो ल सरी भन मलाई चाँडो ल ल साथी बन्नेस् बाबु ल सरी मलाई सरी भन पहिला अनि म सरी भन्छु म भन्दिनँ त फेरि म डन हुँ त होइन अब हामी मिल्नुपर्छ क्या तिमी र म दुईजना मिल्यौँ भने नेपाल तिमी र तिमी पनि डन हो म पनि डन हो सोच तिमी र म मिल्यौँ भने के हुन्छ नेपालमा ल ल हामी पुरा देश बनाउँछौँ अब मलाई सरी भन पहिला तिमी सरी भन
पाइँदैन फेरि पेनाल्टी भयो पाइन्छ हौ कस्तो तिमी भन पहिला सरी म भन्दिनँ कि मैले अहिलेसम्म कसैलाई सरी भने हो होइन ल मलाई भन्छ तिमी चाँडो ल 3 2 1 गो भन न लाडो खा मेरो तिमी पनि खाइदेऊ न यार एकैचोटि कस्तो सिक बनाएर सिक बनाएर यो मुचीलाई फेरि हेर न रब बोल्न लाइस फेरि बाबु अस्ति अस्ति फेरि प्रोटेस्टको भर्खर जेलबाट गाली अस्ति गाली गर्दैन भने होइन तैँले फेरि यस्तै हान्छु फेरि तँलाई तँलाई फेरि म यस्तो पौडेर फेरि फेरि कहाँ भागिहाल्यो क्या म तँलाई के गर्दिनँ घाँटी पौडिन्छु तैँले सक्दै देउलमा सक्दैन ढेकाल्छु फेरि थप्पड ल्याउँछौ थप्पड तिमीलाई। थप्पड थप्पड फेरि म फेरि आइमा जस्तो गर्नलाई हेरे हेर्न आम्मा पुरा हो क्या धन्दावाला यार ओए गुरुजीलाई साथमा लगी नै हिँड्ने रहेछ यार यसले त गुरुजी गुरुजी होइन मुजी भगवान हो भगवान तेरो लागि त भगवान मेरो लागि त भगवान हो। ठुलो छ त तेरो बाबु तेरो गाडमा फेरि कस्तो हाल्छ होला भगवानले मेरो रोक त बाबु यार मलाई यार टेन्सन भइसक्यो पोखरामा यार मुजी डोको रोके, बोक एकैछिन है। त मुजी डोको बोकेर घाँस चर्न गएको मुजी डुम्सी तेरो बाबु हजुर। दुम्सी मेरो दाइलाई दुम्स भन्छ के अरे रुमको चाबी म खै जाबे हाते कोताराइ खै थाहा भएन बाहिर खै कहाँ गयो हिजो निस्केको त थियो खै यहाँले ल दुई ओइ मिनट हल्ला नगर है बाबु एकैछिन त मुजी हल्ला नगर त्यो नम्बर चुप्प भन्छ लाग्ने एकछिन 2 मिनट रोक म त्यसलाई 2 मिनट पर्खिनु मुजी किन पर्खिनु म त्यसलाई 2 मिनट चाहिँ फेरि हेर्न फेरि ठुलो कुरा गर्छ त त्यसलाई 2 मिनट पर्खिनु मुजी के को लागि त फेरि फेरि बढी बोली चुप चुप लाग दाइलाई चुप भन्छस् मेरो दाइ त मेरो बेटा त मुजी ठेकेदार हो त मुजी ठेकेदार हो कि त मुजी कहाँ त घाँस चलाउनु बस त फेरि बोलिस फेरि दाइ भन्न भाइ त मुजीलाई भनेको होइन म साइडमा दाइ हुनुहुन्छ भन्न दाइ भाइ दाइ बाइक निकाल्ने क्रस फायर पोखरा होइन तेरो घर पोखरा जाने कति टाइम लाग्छ त हाम्रोबाट सक्दैनस् खोपी हान्छु तँलाई दाइ पोखरामा पोखरा जानु त आइज भने। अहिले एउटा केटा दाइ मुजी कसम मुजी दाइ मजा गरेको होइन यो मुजीले लास्ट न्यु खोजिरहेको छ मलाई दाइ दाइ तपाईँ बाइक कुदाउनु म पछाडि बस्छु तेरो दाइलाई पनि देखा तँलाई पनि देखा तपाईँ बाइक कुदाउनु म पछाडि बस्छु तपाईँ केही नगर्नु तपाईँ खालि एउटा भिडियो खिच्नु मैले हानेको जाम आइमै जाम दाइ मेरो क्रस यता फायरको कुरा चाबी चाहिँ गर्नु मम्मीसँग होला फेरि। मम्मीको कोठामा मम्मीको कोठाबाट ल्याउनु त क्रस फायरको चाबी त्यही बुलेटमा के जानु हौ दाइ क्रस फायरमा जाउँ न हौ मुची पोखरा त टाढा छ त ल म आउँदैछु हल्का कुरा हानेर फिल्मै यसको अझै व्यवस्था हानेर सुन मुची म आइरहेको छु मुची कसम आइरहेको बाबु म आइरहेको छु ए नाटु झाटु अरे जेलबाट भागेको कैदी अस्तिको यही हो मलाई थाहा छ अस्ति जेलबाट भागेको रवि लामिछानेसँग त पनि कसरी थाहा पायो तैँले म अब चाहिँ मुजी म गएको कसम मुजी अन्त त जान त बाबु त मुजी डन हो भने मलाई घरको एड्रेस मात्र दिनु त तेरो गाडीमा त डन हो घरको एड्रेस तैँले भर्खर दिन्छु भने आज किन वादा गरे हेर्नुहोस् तैँले अघि मुजी म भनिरहेको छु त बाइकमा आइरहेको छु म पोखरा गफ किन हान्छस् के फेरि मुजी कसम हौ म किन गफ हान्नु ढाँसे मुजी तेरो पनि हान्छु तेरो दाइको पनि हान्छु फेरि दुइटैको ल हान्छु एड्रेस भन्न त मेरो भाइ एड्रेस भन्न त आइरहेको छु त म कति हल्ला म आइरहेको छु त चिला फेरि बडी बोलिस् के किन डराएको घरको एड्रेस भन्न यो के डाउनलोड गर्नु भइसक्यो डाउनलोड ब्रो आमा ब्रो गर्नु त ओ ल मुजी बाई रोक गेन्डु बाबु आउन पोखरा के डाउनलोड गर्नु गेन्डु बाबु आउन पोखरा पोखरा कता के यता तेरो ल बाई
राप्ती सुनारी आऊ ज्ञान ल भाइ तिमीलाई मैले आज छोडिदिएँ आजलाई छोडिदिएँ तिम्रो आजलाई मैले तिमीलाई छोडिदिएँ बुझ्यौ बाच आज एक दिन बाच मुझी छोडिदिएँ आज घरको एड्रेस पनि भनिरहेको छु बाच आज तँले सक्न पनि के त मुझी घरको एड्रेस भन्न मुझी घरको एड्रेस भन्न दम छ नि एड्रेस हालिदिउँ भाइ केटा